रवि छँदै छैन त कारबाही, रविले खाएकै छैन त, रविले खाएकै छैन क्या। एउटा सहकारीबाट पैसा लिन सक्छ। अहिलेसम्म रविको सहकारीमा कोही देख्यो? केपीलाई सच्याएर धोइन्छ, प्रचण्डलाई धोएर धोइन्छ। अब तिनीहरू चाहिँ घटाएर अब चाहिँ 80 वर्षको मान्छेलाई 50मा ल्याएर हुन्छ? हुँदैन नि त। रवि आज जेल नपरेको, रविले स्टोर नगरेको सार्वजनिक भयो भने नि तपाईँहरूको धेरैजना अब रोजगार भएको छ त्यसले कारबाही गर्नु हुन्छ हुँदैन। त्यो भन्नुहोस् तपाईँले। प्रतिवेदन सार्वजनिक भयो भने राजसभाको धेरैजना उम्मेदवारहरू त्यसमा लिस्टमा परेको छ, उहाँहरूलाई कारबाही हुन्छ हुँदैन? कारबाही हुन्छ। प्रतिवेदन कारबाही किन कारबाही गर्नु पर्यो? कानुन सम्बद्ध कानुन कस्तो कारबाही पर्यो भने जनताले फेरि चुनाव गर्नु पर्यो, राज्यले फेरि खर्च गर्नु पर्यो होइन? एउटा कानुन के बनाउँछन्, कानुन त उनीहरूको हातमा आउँदैछ नि त, कसरी बनाउँछन् भन्ने कुरा हो। त्यो कुरा त्यो प्रतिवेदनमा त कुरा गर्नु भने त्यो कुरामा त हिजोको दिनको कुरा ल्याएर त अब त प्रतिपक्षले हाल्छ नै, उठाउँछ नै, उठ्छ नै, जान्छ नै। त्यही भन्दैछु। तपाईँ हिजो तपाईँ प्यान्ट नाङ्गै हिँड्नुहुन्थ्यो 5-6 वर्ष अगाडि, तपाईँ अहिले 5-6 वर्ष हो। ए सबैलाई माफी दिने उसो भए हिजो कुरामा दिनुपर्छ। अनि जघन्य छैन भने माफी दिनुपर्छ। जघन्य तपाईँले नाङ्गै जघन्य छैन भने माफी दिनुपर्छ। जघन्य अपराध छ, हत्या, हिंसा, बलात्कार। राजसभाले धेरैले माफी दिँदैछ। देश लुटेको छ भने, देश ठगेको छ भने पर्सेन्टेज जस्तो मान्छेलाई पर्सेन्टेज जितिसक्यो। केपी जस्तो मान्छेलाई माफी दिन मिल्दैन, शेरे जस्तो मान्छेलाई माफी दिन मिल्दैन, गगने जस्तो मान्छेलाई माफी दिन मिल्दैन। देश लुटेको छ, बलात्कार गरेको छ, हत्या हिंसा छ, खुकुरी हानेको छ, मान्छे मारेको छ, काटेको छ भने त्यस्तोलाई दिन मिल्दैन, कारबाही गर्नै पर्छ। देशको खर्बौं रुपियाँ सम्पत्ति जलाएको छ त्यसलाई पनि कारबाही त हुनुपर्छ होला नि। कलेज तपाईँले देख्नु भएको छ? सिंहदरबारमा जलाएको 15,000 वटा फुटेज छ के? तपाईँ जलाएको 15,000 फुटेज छ। तपाईँ बोल्दै हुनुहुन्छ तपाईँले जलाएको? त्यही त, जसले जलाए पनि तपाईँ पनि हुनसक्छ, म पनि हुनसक्छ, हो कि भन्नु त? सर त्यो दिन त त्यो समय कस्तो हो भने समयमा तपाईँको के हुन्छ भने त्यो कुराहरू अस्तिको जुन भनेको अनियन्त्रित भिड र अनियन्त्रित के मैले अब बिर्सेँ अहिले त्यो है। त्यो मैले अलि त्यो ब्याक भइसकेँ। हिजो म जागिरी खाँदाखेरि त्यो हुलदङ्गा भिडलाई कुन तहको कुन के भन्ने कुरा मैले पढाएको थिएँ, अहिले बिर्सेँ अलिकति। त्यसमा कुनैको नेतृत्व थिएन, त्यसमा कुनैको त्यो मापदण्ड थिएन क्या त्यहाँ, बुझ्नुभयो नि? त्यो मापदण्ड देशमा मापदण्ड आउने र देशमा त्यो अराजक हुने वातावरण कसले बनायो त्यसलाई कारबाही हुनुपर्छ। त्यो भए पनि नभए नि कानुनको अन्तर्गत त हुन्छ नि। कानुनको अन्तर्गत जनतालाई त्यहाँसम्म ल्याउनु, जति गए जसोकै जाओस्, पार्टीको झोले जाओस् अथवा जसोकै जाओस्, लुट्न जाओस्, चोर जाओस्, फटा जाओस्, गुन्डा जाओस्, चलाउन त्यो कसले कारबाही हुनु न मेरो भनाइ? किन थाहा छ? त्यो अवस्था सिर्जना कसले गर्यो भनेपछि कसैले कारबाही गर्नु हुँदैन, आम माफी पाउनुपर्छ। राजसभाले त्यही गर्दैछ। होइन त्यो गर्नै पर्छ। जसले त्यो सिर्जना आज तपाईँ आज यसरी आज यो राजसभा आएर देशमा आज यो हुटुटी हुन्थ्यो त त्यो जेएनजी आइदिएको भए त्यही केपी नै प्रधानमन्त्री भइरहेको थियो, रविलाई हाल्दै निकाल्दै गरिरहेको थियो। हो त्यो च्यान्ज हुनु परेन। हो त्यसमा जसले सिर्जना बनायो नि त्यो वातावरण, जसले सिर्जना त्यो हुनुपर्ने, जल्नुपर्ने त्यो देशलाई त्यो अवस्थामा विचार सुन्दा तपाईँको यो धारणा सुन्दाखेरि त कतै अराजकतिर जान्छ, झन् डर लाग्न। अराजक जाने होइन, अब सिर्जना गरेर फेरि जान्छ। फेरि राजसभामा जुन सत्तामा बसेर त्यो गलत सिर्जना गरेर त्यो फेरि हुन्छ देशमा। किन भएन? 2064 सालमा राजालाई अलिकति के कुरा राज्य सत्ताले के गरेर त्यो भएको अहिले फेरि केपी बालन सरकार हुँदाखेरि भोलि तपाईँको आन्दोलन भएर यसै सिंहदरबार जलाउन गयो भने कारबाही गर्ने कि नगर्ने? आन्दोलन भयो भने गोली हान्ने कि नहान्ने? गोली हान्ने कुरामा त्यो अवस्था ल्याउने मान्छे नै कारबाही हुन्छ, त्यो जाने मान्छे हुन्न। त्यो अवस्था सिर्जना अबको सरकारले त्यो अवस्था सिर्जना गर्ने स्क्रिप्ट लेखेर बालन शाह भनेको छ त कारबाही आफैबाट सुरुवात होला। त्यो पनि तपाईले देख्नु भएको छ? तपाईले हेर्नु भएको छ? तपाईले देख्नु भएको छ? स्ट्याटस लिएर उक्साउने भिडियो उक्साउने भने हैन? त्यो पनि स्ट्याटस लिन पाइयो नि? किन पाइएन? आफुलाई जिम्मेवार प्रधानमन्त्री जस्तो मान्छेले जे पनि लेख्न पाइयो। चित्त बुझेन भने चित्त अहिले जिम्मेवार भयो। हिजो जिम्मेवार थिएन। हिजो किन थिएन? नगर प्रमुख लिएर वडा अध्यक्षलाई भनेको थियो, नगर प्रमुखले देशको प्रमुखलाई भनेको थियो गलत नगर है, खबरदारी गरेको थियो, खबरदारी मान्यो। आज अराजक भयो केपी। आजै साल ड्याङ गोली हानेर मैले हानेको होइन। आज के भने केपी अर्को कुरा हेर्नुहोस्, केपीले एउटा एआई भने झापामा गएर अर्को के भने त्यो के अरे त्यो के भन्छ के गरिरहेको थियो त्यसरी के बोल्नु थाहा छ? अनि उहाँले बोलेको कुरा त उहाँले सजाय पाइहाल्नु नि। त्यस्तो फेरि पनि त्यो सरकारमा त्यो सिर्जना भयो भने अबको सरकारले त्यो गर्यो भने त्यो हुन्छ फेरि। ढुकाउनुहोस् हो। अनि कारबाही कसलाई हुने? त्यो हुनेलाई कारबाही हुन बालन हो सरकारमा होस्, जो त्यसलाई केपीलाई हुनुपर्छ। अहिले त्यसमा सबैको के त्यो सरकारमा रमेश लेखक अनि केपी शर्मा ओली त्यो सिडिओ देशमा चाहिँ अर्को के बन्द गर्न के मन्त्री आइजिपी के मन्त्री थिएन, अर्को के राई हो कि गुरुङै के भन्दैन त्यो पृथ्वी शुभ गुरुङ त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ। अहिले त्यो आएर जलाउनलाई आन्दोलनकारीलाई कारबाही गर्ने भने जस्तो घुसपेट हुने व्यक्ति प्रमाणित भयो भने उसलाई पनि कारबाही चाहिँ हुन्न। गयो त्यो पठाउने तिनीहरू नै हो त, फेरि घुसपेट हुने पठाउने तिनीहरू नै हो। अनि त्यो अरू जनता आउने जनता त देशको अवस्था पठाउने तिनीहरू नै हो भने तपाईँसँग प्रमाण छ त? हो पठाउने झोले जब घुसपेट हुने त्यो व्यक्तिको झोले जब केपीको झोले दाहिने हात देखिन्छ अनि रविको पनि दाहिने हात देखिन्छ, शेरेको पनि दाहिने हात देखिन्छ भनेपछि
त्यो निर्णयबाट कहिले पठायो त? त्यो प्रमाण चाहिन्छ? ए रविको पनि दाइने थियो त्यहाँनिर त्यो थियो भने होइन, देखिन्छ र छ भने प्रमाणित हुन्छ भने तिनीले पठाएको। र बेनको सबै तीभन्दा पनि त्यो जो पठायो भने तिनीलाई कसैलाई केही हुनुहुन्न, आन्दोलनमा जानलाई होमिनलाई कसलाई हुनुपर्छ? त्यो अब देशको अवस्थालाई त्यो सिर्जना गर्ने, देशमा त्यो अवस्था ल्याउने र देशमा त्यो हुन बाध्य, देशमा जनतालाई ती गर्ने बाध्य गराउनलाई त्यो व्यक्तिलाई वर्तमान सरकार भनेपछि एमाले र काङ्ग्रेसको सबैजना मात्रै भएन, त्यहाँ जुन सत्तामा मेन राजगाज गरेर बसेको थियो नि सरकारमा उनीहरू जुन के अरे आर्जु भाउजू सेरेलाई भन्दैन, उहाँ सेरे पार्टीगत भने सेरे त कुनै पद खाएर बसेको थिएन त मन्त्री। काङ्ग्रेसको हिसाबले उहाँ पनि त जिम्मेवार हो नि त। जिम्मेवार होइन, उहाँको चाहिँ मिलिबस सरकार होइन र सरकारमा थिएर सेरेले गोली हान्नु होइन त, होइन केपीले भने आऊ निर्मल लेखकै भने आऊ, सेरेले भने होइन त। फेरि सेरे जोगाउने तपाईँको जस्तो कुरा जोगाएको होइन, सेरे त पार्टीगत भयो भने सरकारमा त्यो गठबन्धनलाई सरकार बनायो भने सरकारभित्र कुनै पदमा छ? केपी शर्मा प्रधानमन्त्री छ, रमेश लेखल गृहमन्त्री छ, अमृत गुरुङ के थियो के मन्त्री थियो। ती व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ, ती जाने व्यक्तिलाई कारवाही गर्न मिल्दैन। राष्ट्रले आम माफी दिनैपर्छ, म पनि त्यही भन्छु। दिनेशजी यतिखेर तपाईँ आम जनताले कारवाही गरिसक्नु भएको छ, उहाँलाई लगभग होइन चुनावबाट हारिसक्नु भएको छ, अन्य कुरा प्रमाणित भयो भने कारवाही होला नि त। अब राष्ट्रपतिको सरकार आएको, राष्ट्रपतिको सरकारले प्रमाणित म किन गरिदिन्छु भन्दा यदि अराजक थिएन, देश सरकारमा राम्रो, सरकारमा प्रधानमन्त्री राम्रो थियो भने, प्रधानमन्त्री सक्षम र सभ्य थियो भने देशलाई के भएको थियो भने त्यो समय आउँदा पनि आउँदैन थियो, त्यो दिन आउँदैन थियो, यो दिन पनि हुँदैन थियो, यो दिन पनि उसले भोग्नु पर्दैन थियो। त्यो दिनमा गलत भएर प्रमाण त भइसक्यो त। प्रतिपक्षमा शक्तिशाली त तपाईँको राष्ट्रपा पनि थियो नि, उसको भूमिका देखिएन फेरि। शक्तिशाली त राष्ट्रपा एउटा रवि हो, पाइयो त्यो कहाँ शक्तिशाली राष्ट्रपा एउटा रवि हो, रविलाई गरेर कोच्याएको थियो भने अरू कुरा। रविलाई चाहिँ साला अनि आन्दोलनले छुट्यायो भन्छ, रविलाई मर्न जा भनेर पठाएको, त्यस्तो बेलामा सुरक्षा दिएर राख्ने बेला साला केपी शर्मा बनाएर बाहिर निस्किने, उहाँ निस्केपछि 14,000 मान्छे निस्कियो नि त नि, होइन र भने त्यो पनि हो नि। रवि निस्केको होइन, रविलाई धुलमुलमल मार्नलाई पठाएको त। रविको राजनीतिक प्रतिशोध भने त 2-4 जना झोले थियो होला, अरू त सबै त्यहाँ जनता थिए, आम जनताले त रविलाई राजनीतिक प्रतिशोध राज्यलाई मार्न हुन उसले मार्न पठाएको। त्यो ठाउँमा केपी शर्मा जेलमा थियो भने केपीलाई पठाइदिनु त, केपीलाई ती मारिदिइहाल्थ्यो पक्कै पनि। भनेपछि तपाईँको यो चाहिँ प्रतिवेदन सार्वजनिक भएपछि यो कारवाहीहरू हुँदै जाला, हामी संवाद कारवाही हुनुपर्छ। जति जेएनजी आन्दोलनमा जति मान्छेहरूले आन्दोलन गरे, यसले त्यो जलायो, फोटो देखाएको थियो, त्यो फोटो देखाएको थियो, यसलाई कारवाही गर्नु भने हुँदैन। त्यहाँ त्यो गर्न बाध्य र देशमा त्यो अवस्था ल्याउने मान्छेलाई हुनुपर्छ, कारवाही जुन सरकारमा त्यो समय सरकारमा जो थियो त्यसलाई कारवाही हुन्छ, सबैलाई कारवाही हुन्छ, सरकारमा हुनेलाई कारवाही हुन्छ। तपाईँ के त्यो पुरानो पार्टीले माफी गरिदिउँ त। तपाईँले हिजो पुरानो पार्टीले 10 वर्ष अगाडि गरे हो, तिनीहरूले जानेन अब सुध्रो भयो। नाङ्गै हिँड्नुहुन्थ्यो 5-6 वर्ष हुँदाखेरि, अब तपाईँ अहिले पनि नाङ्गै हिँड्नुहुन्छ, अब लाउनु चाहिँ छैन हो। हिजोको हामी धेरै लामो समय भएको छैन सर, उहाँले बोलेको 1.5 वर्ष 2 वर्ष हो। यो सदनसम्म आइपुग्नुलाई, सभा सक्षम भएर देशलाई के गर्नको लागि होइन। तर फेरि बौद्धिक मान्छे उसलाई त्यो राष्ट्रसभाको मेरो तर्फबाट राष्ट्रसभा नजित्न पर्ने मान्छे पनि फेरि त्यो खैजना राष्ट्रसभा म सिधा भन्छु। त्यही त हिजो अस्ति भर्खर उहाँले त टिचरलाई उतार्नु परेर हान्नुपर्छ भन्नु, हार्नु पर्ने मान्छे राष्ट्रसभामा एउटा कठाइतले हारी, तर यिनीहरूले हारेर राष्ट्रसभालाई 2 पुगेन, आफ्नो ठाउँमा छ, घाटा भयो। भने अझै भएन, अझै अर्कोलाई जोड्नु पर्ने अलि अप्ठ्यारो भएको छ। उठाएकै त्यस्तै मान्छेहरू उठाएको छन् राष्ट्रसभामा, राजाकै मान्छेहरू कठाइतले हार्नै पर्ने मान्छे हो, एउटा खगेन छोरा हार्नै पर्ने मान्छे हो, एउटा अजय सेठ हार्नै पर्ने मान्छे हो। तर अजय सेठ हार्यो, कठाइतले हारेको, तर खगेनले हार्नु पर्ने हो, त्यो मान्छे होइन, तै पनि जित्यो। म के भन्छु भने तपाईँलाई हिजोको दिनमा यहाँसम्म सदनसम्म आएर सदनमा बोल्ने हुनको लागि, जब यहाँ आएर अब बोल्ने हो, अब गर्ने हो क्या, त्यो गर्नलाई बाहिर यस्तो तपाईँ मिडियाहरू नै तपाईँहरूले बिगार्यो भने बाहिर त्यहाँ त कहिले उल्टो पनि खेल खेल्नुपर्छ, कहिले सुल्टो पनि खेल्नुपर्छ। यहाँ सदनसम्म आउनको लागि हामीले खबरदारी गर्ने हो, हामीले त खबरदारी गर्ने हो, डरात्मक आइडिया दिने हो, नचाहिने कोसिस गर्छ। मिडियालाई बुझ्ने त उहाँले बुझ्नु पर्यो नि त। सदनमा आइसकेपछि अब गर्ने ठाउँमा आइपुग्यो क्या, यहाँसम्म आउनलाई जे पनि गर्न पाइयो क्या, हिजो त्यो पनि गर्न पाइयो। आउनु दिँदैन, आउन कसले दिन्छ? चित कलाकार दिनेश डाँगी। दिनेशजी भर्खर मात्रै चाहिँ अब चुनाव सम्पन्न भयो, राष्ट्रपाको यतिखेर एक छत्र रूपमा राज भएको छ होइन, भनेपछि अबको दिनमा चाहिँ राष्ट्रपा सरकार गठन हुँदाखेरि कुन हिसाबले गठन हुन्छ, अथवा चाहिँ गठन भइसकेपछि उहाँहरूको काउन्टडाउन सुरु हुन्छ काम गर्ने होइन, कतिको आशावादी हुनुहुन्छ तपाईँ? यस्तो छ, म मात्रै होइन, नेपाली सबै जनताहरू सबै आशावादी हुन्छ। नेपाली जति हुनुहुन्छ, नेपालीहरू, नेपालभित्र बस्ने नेपालीहरू जति हुन्छ, बाहिर बस्ने भित्र नेपाली जनताहरू सबै आशावादी छन् अहिले। किन आशावादी छन् भन्दा अहिले युवाहरू आउनु भएको छ, 25 देखि लिएर
40 सम्मको युवाहरू एकदम छिर्नु भएको छ। एजुकेटेड धेरै देख्नु भएको अनि छ त्यसपछि पढाइ लेखाइ अब जुन 8 क्लास पासले मात्र देश चलाएको थिए, एसएससी पासले देश चलाएका थिए, अब चाहिँ ब्याचलर डिग्री गर्ने डक्टरले वकिलले देश चलाउने भए। तर आशावादी सबै छौँ, आशा चाहिँ ठिक छ, आशा राख्नुपर्छ, आशा छ नै। अब त्यो आशाको परिणाम के हुने हो भर्खर सुरुवात हुँदैछ। हामीले यस्तो गर्छ पनि भन्न मिल्दैन, उस्तो गर्छ पनि भन्न, हेरौँ न। अब भनेपछि तपाईँ पनि अब हेर्दै जाने पक्षमा हुनुहुन्छ उसो भए? त्यो त सबैलाई हेर्ने हो नि, सबैलाई हेरेको हो। अब प्रचण्डलाई पनि हेरेकै हो, माओवादीलाई त्यत्रो 2063 हेरेकै हो त, जनताले हेरेकै हो, सोचेको के नै आमूल परिवर्तन देश के नै हुन्छ भनेर, पलटै खान्छ, काय पलट हुन्छ, के हुन्छ, सिङ्गापुर हुन्छ, कहाँ अस्ट्रेलिया बन्छ भने दुनियाँ गऱ्यो। आखिर राष्ट्रमा देश कहीँ केही भएन। भएका संरचनाहरू, भौतिक संरचनाहरू, भौतिक वस्तुहरू, आधारहरू सबै भत्काए, बन्द गरे, सकिए, कल कारखाना उद्योग क्षेत्रहरू सबै सकाए। अहिले 15-18 वर्षमा के गर्यो त माओवादीले? भएको चाहिँ सबै सकेर राजा गइसक्यो। तपाईँले यतिखेर आशावादी भन्दै गर्दा अहिले भएको दलहरू पनि पुरानोलाई पछ्याउँदै जाने कुराहरू आइरहेछ। यतिखेर समानुपातिकमा त्यस्तै रोइलो चलिरहेछ, उम्मेदवार उठाउँदा पनि त्यही किसिमको रोइलो चलेकै हो होइन? तपाईँले त्यो पनि याद गर्नुमा होला नि त। त्यो कुरा तपाईँले भने एकदम क्वेसन राइट छ। हो, त्यो भएको छ। त्यो कस्तो छ भने त्यसमा हिजोको चोर आज आए चोर हुँदैन। हिजो जस्तै तपाईँको आज म 42-43 वर्षको मान्छे, म यहाँसम्म आइपुग्नलाई म हिजो 28-30 20 केही गरेँ होला नि त होइन? त्यतिखेर मैले गरेको खोटलाई यहाँसम्म आइपुग्नलाई मैले ठाउँसम्म पुग्नलाई केही गरेँ होला नि त। तर अब आएर मैले त्यो गर्छु भन्ने छैन नि त। त्यो कारणले त्यस्ता मान्छेहरूलाई ल्यायो भने तपाईँले त्यसो भन्दै गर्दा पुरानो दल पनि त सचिन थियो होला नि त। सचिन समय खै त अनि अब केपीलाई सच्याएर धोएर धोइन्छ, प्रचण्डलाई धोएर धोइन्छ। अब तिनीहरू चाहिँ घटाएर अब चाहिँ 80 वर्षको मान्छेलाई 50 मा ल्याएर हुन्छ? हुँदैन नि त। 25 मान्छे त 50 जान्छ, 60 जान्छ नि। पुरानो सचिन्छ भन्ने तपाईँलाई आशै छैन? समय नै छैन, उनीहरूको दिनै छैन, सक्यो। अब गगन कुरा गर्ने, गगन दाइ पनि लगभग 50-55 भइसके। उता भोलि 25 को मान्छे 55 हुँदाखेरि गगन त मर्दैन। गगनजी त तपाईँको चाहिँ भनौँ न, तपाईँको यतिखेर उहाँ चाहिँ नयाँ बनेर आउनु भएको छ, पुरानो चाहिँ छाटेर आउनु भएको छ नि। पार्टी नयाँ बनाएर व्यक्ति को हो भन्ने कुरा हो कि। व्यक्ति अब तपाईँको मैले 80 वर्षको मान्छे कहिले 50 हुन, शेरबहादुर 50 भएर राजनीति गर्न सक्छ त? शेरबहादुर 5 वर्ष मर्छ होला, अनि अब के 5 वर्ष मर्छ होला। अब 25 वर्षको मान्छे त अनि तपाईँको दिन गर्दै जाने समय छ नि त, समय छैन को। मैले राजनीतिको समय सोचिनँ, व्यक्तिको आफ्नो आयु पनि सोचेँ क्या, हामी कति वर्षको भयौँ त भन्ने कुरा हो क्या। अनि जनताको विश्वास त पुरानोमा पनि पायो नि त नि भने। तपाईँको हरेक यस्तो छ, 82-83 भन्दा बढी ठाउँमा चाहिँ लगभग काङ्ग्रेसको प्रतिद्वन्दी छ, निकटतम प्रतिद्वन्दी होइन? भनेपछि अलिकति मेहनत गरेको भए रासपाभन्दा अगाडि पनि आउन सक्छ। पार्टीगत मिहिनेत गरेर, पैसा खुवाएर, तपाईँको जाँड रक्सी खुवाएर मिहिनेत गरेर तपाईँले यतिखेर आरोप लाउँदै भनेपछि अहिले त आरोप लागेको होइन, हिजोको दिनु कुरा गऱ्यौँ, अहिले पनि गऱ्यो होला। लुकेसिपी कुरा भएन कि नयाँ बनाउने दलहरूले पनि खर्च गर्यो भने गऱ्यो थाहा कसैले अहिले गऱ्यो होला नि, कसले गरे म त्यो थाहा छैन। म त्यो कुरा मैले भन्न खोजेँ के भयो, चुनाव अगाडि 8 करोडको गाडी तपाईँले देख्नु भयो होला नि त? जिते नि चुनाव अगाडि 8 करोडको गाडी तपाईँले देख्नु भयो होला नि त नि? त्यसको कुरा त अनि 8 करोड गाडी त तपाईँको बालेन अहिले वास्तविक कुरा गर्दाखेरि बालेन भरको युवा हो, जोस छ, होस् छैन। मैले पहिले आजभन्दा मेरो हुँदाखेरि 3 वर्ष अगाडि भनेको मैले है, तपाईँहरूले मेरो खिच्नु भयो भने तपाईँहरू हुन्थेन। मैले 3 वर्ष अगाडि बालेन जोस छ, होस् छैन, किनकि ऊ उमेरै भएको छैन, 32-33 वर्षको केटा। त्यो म पनि त्यस्तै थिएँ, जोस। म जम्मा कति पनि तपाईँको 25-28 चाहिँ जम्मा 62 केजीको थिएँ। 101 केजी 100 केजीको मान्छे मेरो नजरमा सानै हुन्थ्यो, केही होइन जस्तो लाग्थ्यो। अनि मेरो कुरा चाहिँ के, म बोले के लाग्थ्यो भने मेरै कुरा सबैले मान्नुपर्छ भन्ने जस्तो फिल हुन्थ्यो। तर अब अहिले आएर त्यो बालेनलाई त्यो तपाईँले जुन गाडीको कुरा गर्दाखेरि 8 करोड गाडी चढ्यो, अरू देश सक्छ भन्ने कुरा। अलरेडी 8 करोड गाडी चढ्ने क्षमता भएको, हैसियत भएको मान्छे हो नि त बालेन। बालेन त अलरेडी बालेनजी अहिले त छैन नि त त्यो गाडी, फेरि गाडी कहाँ गयो भन्ने कुरा हो क्या। यस्तो होला, गाडी यस्तो छ, उस्तो गाडी उनीले नसक्ने, गाडी त्यो 8 करोड गाडी चढ्न नसक्ने, किन्न नसक्ने बालेन होइन। बालेनको हैसियत 8 करोड गाडी चढ्न सक्ने पहिल्यै छ। आफ्नो हैसियत भएको मान्छे मालपानीसँग किन लियो भन्ने कुरा पनि आउला नि त। उसले तुरुन्तै लिएर 8 करोड गाडी किनेर त्यो अनि उहाँ त सालनाल जोडेको मान्छे हो, उहाँले तपाईँको म्युजिक भिडियो निकाल्नु भयो, त्यहाँनिर विज्ञापनहरू भएको छ। हाम्रो मिडियाहरू लगायत हाम्रो मिडिया अनि हाम्रो अर्काको खुट्टा तान्ने प्रवृत्ति है, यसले यस्तो गर्यो, किन गर्यो, कहाँबाट गर्यो, कसो गर्यो, अर्काको तपाईँ चियो चर्चा गर्ने, अर्काको त्यो आफू जन्मेको तपाईँ धेरै खोज्दैन, आफू जन्मायो भने देखिन्छ भन्छ नि, कहाँबाट जन्मिस भनेर त्यो देख्न त सकिन, हामी खोज्दैनौँ। त्यो खोज्ने मान्छेहरू गलत प्रवृत्ति हो। त्यो अर्काको चियो चर्चा गर्ने त्यो ठुलो कुरै होइन, त्यसलाई ठुलो स्वरूप लिनै पर्दैन, त्यसलाई त्यो ठुलो इस्यु बनाउनै पर्दैन। अनि तपाईँले नेपालमा बसेर चिया चर्चा गर्न पाउँदैन भन्न मिल्दैन नि? हाम्रो जिनमै चियो चर्चा गर्ने छ। चियो चर्चा भनेको यस्तो, चियो चर्चा भनेको के हो भने
त्यो चियो चर्चा नै लाइक चियो चर्चा गर्नु त कसले के खायो कसले के मोद्यो कहाँबाट ल्यायो कसले होइन उहाँ जतिको पारदर्शिता मान्छेले त स्पष्ट भन्नु पर्यो नि त मैले यहाँबाट यसरी ल्याएको यो पार हो साथी हो सबै भन्नु पर्यो नि त बोल्दै नबोल्ने जवाब दिए त खोइ भने बालन चाहिँ तपाईँको चुनाव गर्न आउँदा अरूले बोले जसरी भाषण गर्यो अरूले भोट मागे जसरी हर्क साम्पाङले भने जस्तो उहाँ प्रधानमन्त्री हुँदैन रविजी ठिक छ बरु उहाँ जवाब दिएछ कम्तीमा हर्क साम्पाङ पनि प्रधानमन्त्री हर्क साम्पाङ प्रधानमन्त्री हुन्छ त त्यो त हार्न पर्ने मान्छे झन्न जित्यो ए हर्क साम्पाङ हार्न पर्ने मान्छे सेकेन्ड महेश बस्ने त हर्क साम्पाङ ए अहिले सेकेन्ड म्याच बस्ने भन्दै हुनुहुन्छ उसो भए सेकेन्ड महेश बस्ने कसरी हुन्छ भनेपछि के महेशले जस्तो नेकपा एमालेसँग नजिक भन्न खोज्नु भएको तपाईँले कुरो मलाई अब कुनै पनि कुराको टुङ्गो नलिँदै अर्को क्वेसन गरिहाल्नु ठिक छ कन्टिन्यू तपाईँले क्वेसन के तपाईँले के भने त्यहाँ अब जहाँ जोडियो नि त्यो जोडिएको कुरालाई के भन्ने आज नेपाली काङ्ग्रेस एमाले जति पुराना रापरपा जति पुराना पार्टी माओवादी जति पुराना पार्टी छन् नि आज ब्याक भएर हार्नेको ज्वरो माओवादी मात्र होइन सबैले हार्नुको ज्वरो नै केपी ओली र महेश बस्नेत हुन् यिनीहरूको अराजक बोली अराजक शैली अहमता जे पाए त्यही बोल्ने अनि केपी शर्मा ओलीले झापामा गएर केपी शर्मा ओली जस्तो 8 क्लास पास छ अहिले 8 क्लास पास छ मेरो छोराले पनि मेरो मोबाइल हेरेर 10 वर्षको बच्चाहरूले मोबाइल हेरेर यो चिज एआईले बनायो यो चाहिँ रियल हो भन्ने पत्ता लगाउँछ भनेपछि केपी त 8 क्लास पास हुन् उनलाई त अहिले आएर पनि उनले के अध्ययन गरे कि बुझे अहिले आएर पनि उनले त्यो के अरे मोबाइल चलाउँदैन मोबाइल फोन अर्काले उठाइदिनु पर्ने सेट अर्काले गरिदिनु पर्ने हो होइन सबै कुरा अब उनलाई केपी शर्मा ओलीलाई आफ्नो क्षमता छैन कि तपाईँको यो एआईले छुट्याएको कि यो एआईले बनाएको हो कि यो रियल हो भन्ने उनले सक्दैनन् नेपाल कसरी चलायो राजनेता हुनुपर्ने मान्छे हो सुन्नु न त्यो नसक्ने मान्छेले अब अहिलेको बच्चाहरूलाई अहिलेको जेनेरेसनलाई 25-30 वर्ष केटालाई अनि अहिलेको जनताहरूलाई अनि त्यसरी अनि एआईले हो भन्न मिल्छ अनि जित्छ त अनि केपीले उसले पो छुट्याउनु ऊ पुरानो बुढो 8 क्लास पास हो 80 वर्ष भइसक्यो 80 वर्ष पुग्न लागिसक्यो उसलाई पो थाहा छैन त अहिलेको त बच्चा त जन्मदै तपाईँको टेक्नोलोजी कुरामा प्रविधि कुरामा अगाडि छ संसारमा अगाडि छ जन्मदै मोबाइल हेरेर आएको छ अहिलेको जनताले अहिलेका 25 वर्षका मान्छेहरूले 28 वर्षका मान्छे 40 वर्षका मान्छेले त यो एआई हो यो एआई होइन छुट्याउन सक्छ नि त्यस्तो पनि साला जनताको अगाडि गएर आफूले छुट्याउन नसक्ने मान्छेले बुढोखाटोले अनि जनतालाई आँखामा छारो हालेर एआई हो भन्न खोजे पत्याउँछ मान्छेले एआईको दुरुपयोग त राजसभाले पनि गरेको छ नि होइन तपाईँ मान्नुहुन्छ नि एआईको दुरुपयोग सुन्नुहोस् राजसभाले सबैले गरेका छन् आफ्नो दलबाट एकअर्कालाई गिराउने सबैले गरेकै हुन् नगरे होइन तर मैले भन्न खोजेँ प्रत्यक्ष जनताले बुझेको कुरोलाई एआई हो भन्नु भनेको त्यो आफैमा आफै गिर्नु होइन आफैमा आफै सकिनु होइन के हो यस्तै शब्दहरू यस्तै विचारहरू यस्तै बोलीहरू हुँदाखेरि हिजोको दिनमा केपीले चुनावभन्दा अगाडि केपी शर्मा ओली महेश बस्ने बोल्दा कारणले आज एमालेलाई मात्रै घाटा होइन तिनीहरू दुईजनाले गर्दा नेपाली काङ्ग्रेस घाटा भयो पुरानो पार्टीमा सबै यस्तै हुन् भन्ने भयो है नेपाली नेकपा एमाले र नेकपा काङ्ग्रेस के अरे भनौँ न नेपाली काङ्ग्रेस दुईटा चाहिँ तपाईँको बोलेर बिग्रिए बालनजी चाहिँ नबोलिकन चाहिँ सप्रे हो बालन मात्रै पनि त्यहाँ गएर फेरि त्यो ड्राइभर आएर रवि हुन् मास्टर भाइ ए ड्राइभर यतिखेर चाहिँ रवि लामी बालनको ड्राइभर रवि हुन् गाडी ड्राइभर होइन माइन्ड ड्राइभर विवेक ड्राइभर अनि रवि लामिछाने त फेरि राष्ट्रिय ठग भनेर पनि चिनिन्छ नि त सरकारी ठग भनेर चिन्नेको भए त रवि लामिछाने यहाँ हुँदैन थियो तपाईँ व्यक्तिगत कुनै अराजक व्यक्तिले योभन्दा अगाडि त उहाँले जेलमै हुनुहुन्थ्यो त जेल खै त नि चुनाव आएर त्यत्रो हाई जेलमै सडाउनु पर्ने जेलमै सङ्क्रमण त कहाँ पत्ता लगायो कहाँ दियो रविलाई अहिले दिएको भए रविलाई दिन छोड्थ्यो होइन उहाँको माहौल बन्दै आयो नि त यतिखेर माहौल नेपालमा पनि कानुन यी पुराना दलले कानुन बनाएको थिए सबै कुरा थियो नि त त्यो सम्बत रविलाई नपुगेर रविलाई नभएपछि रविलाई त्यो राजनीतिक प्रतिशोध तपाईँले बुझ्नु एउटा कुरो तपाईँलाई अस्ति भनिदिएको छु रविले आज राजसभाको यो हाई हुनु भनेको केपीको कारण ल्यायो त्यो पनि फेरि केपीले आज होइन यस चुनावको बेला जुन एआई हो भने त्यस्ता शब्द अनि अर्को के छ भने जब रवि पहिला चुनाव जितेर गृहमन्त्री भए त्यहाँदेखि यो राजनीतिक दलले साधेको प्रतिशोध जनताले स्पष्ट बुझेको छ झोला कार्यकर्ताहरूले चाहिँ अनि यसमा जनताले अलिकति कम बुझे जस्तो लाग्यो रवि लामिछाने टेस्टेड मान्छे हो गृहमन्त्री चलाएको मान्छे हो 3 वर्ष कार्यकाल चलाएको मान्छे हो चितवन जनताले के पाए त्यो पनि तपाईँले भनिदिनु पर्यो पाउने ठाउँ हुनु पर्यो पाउने समय आउनु पर्यो तपाईँको नपाउनलाई कमी कमजोर भएको थिएन उहाँ पनि दुधले नुहाएको मान्छे त होइन नुहाएको त मैले भने त दुधले नुहाएर हिजोको जगमा हुँदाखेरि हिजो हेर्दै जाँदाखेरि आफू त्यहाँसम्म रवि जुन ठाउँमा छ नि त्यो ठाउँमा आइपुग्ने बेला कहाँ कति ठेस लाग्छ कहाँ कति ठेस लागेर अगाडि भएको ढुङ्गा लात्ती हान्नुपर्छ कहिलेकाहीँ जाँदाखेरि तपाईँको पहाड छ नि पत्थर बाटोमा परेको पत्थर फुटालेर फालेर पनि जानुपर्छ हो ती कुरोलाई हामीले निकाल्ने अब रवि यहाँ ठाउँमा आयो नि अब रविले राष्ट्रसभाले गरेन भने 5 वर्षपछि त सक्यो त फेरि अनि अर्को कुरा तपाईँले राजनीति परिषदमा मैले तपाईँलाई त्यहाँ जोड्दै तपाईँले अन्त मोड्नुभयो एउटा कुरा तपाईँलाई भने मैले जब केपी ओलीले रविलाई जेल हाल्दैन थियो निकाल्ने गर्दैन थियो
आजको यो माहौल रविको अझै क्रेज कम हुन्थ्यो, यस्तो साह्रो हुन्थेन। जनताले यसरी बुझे कि दोषी थियो भने जेलै हाल्नुपर्छ, किन निकाल्ने हाल्ने, दोषी पनि भेटिन्न। त्यो कारणले जनताले दोषी भेटिन्न भन्न मिलेन तपाईले। दोषी भेटेन, अदालतले काहीँ न काहीँ प्रमाण भएको आधारमा त उहाँले समाते हो नि। प्रमाण भएको सबै बनावटी प्रमाण हो। घरि तपाईँको नागरिकता, घरि तपाईँको सरकार के नेपाली न्यायालय त्यति तपाईले त्यो नेपाली न्यायालयले पाएको भए देखेको भए रवि यहाँ हुँदै हुँदै रविलाई हालिसक्थ्यो, सकिसक्यो सत्ता भएको। तपाईले भने जस्तो यतिखेर उहाँले न्यायको फेरि न्यायालयसँग नजिक भएर अब नयाँ न्यायाधीश पनि जन्मिँदैछ, यो मौकामा तपाईँको तुरुन्त पेशी राख्दैछ, उहाँले क्लिन चिट पाउने होला पक्का पक्की भइसक्यो होइन। पक्का पाउनु अब तपाईँ यहाँ उहाँले पनि युटिलाइजै गर्ने रहेछ भने त पायो भने त उसो भए युटिलाइज गर्ने होइन, कानुनले युटिलाइज होइन नि, कानुनले दिने हो। कानुनले अहिले पो उसले आफूले बनाएर युटिलाइज क्लिन चिट पाउने भयो त। हिजो दिनमा कसरी तपाईँ बाहिर भित्र छिराइदिनु पर्यो, हालिदिनु पर्ने। ल रवि दोषी थियो भने हालिदिएको भए त सकियो थियो, रविले यो बनाउनै नि पाउँ। यो रविको जोडेको सहकारी पीडित होइन सर, तपाईँ स्पष्ट छातीमा हात राखेर भन्नु। रवि चाहिँ पीडित हो, म सिधा भन्दा रविसित सहकारीमा कोही जोडेकै छैन। रवि सहकारी जोडेको भए रविलाई हालिसक्थ्यो, रवि आज आएर यहाँ हुँदैन थियो। अब त अर्बौं रुपियाँ कसले खायो त? जनताको पैसा अर्बौं खायो, अर्बौं रुपियाँ घोटाला भएको होइन त्यहाँनिर। घोटाला कुरा गर्नुहुन्छ भने सुन्नुहोस्, त्यस्ता घोटाला कुरा त्यसरी खाएको कुरा गर्नुहुन्छ भने नेपाली काङ्ग्रेसमा कतिजना सहकारी ठग्ने मान्छे तिनलाई हालेको छ, अनि एमालेमा कतिजना त्यसलाई हालेको छ। पहिलो कुरा। दोस्रो कुरा सुन्नु, अब त राजसभाले गर्ला नि कुराहरू। अब दोस्रो कुरा सुन्नु, पहिला कारबाही त उहाँबाट सुरुवात हुन्छ, यो चाहिँ ग्यारेन्टी हुनु पर्यो। रवि छँदै छैन त कारबाही, रविले खाएकै छैन त, रविले खाएकै छैन क्या। एउटा सहकारीबाट पैसा लिन अहिलेसम्म रविको सहकारीमा कोही देख्यो अनि माहौल देखेर बाँकी राख्थ्यो। सुन्नुहोस्, एउटा सहकारीमा अस्ति एकजनाको भाइले नि यसरी बोल्नु भएको थियो, त्यही कुरा बोल्दैछु मैले। तपाईँ स्पष्ट भन्नु, ग्यालेक्सी टिभीमा उहाँ शेयरधानी हो कि होइन भन्नुहोस् ल। मेरो सुन्नुहोस्, ग्यालेक्सी टिभीमा शेयरधानी हो नि होइन? शेयरधानी भन्नाले उहाँकै नामको खाता छ ब्याङ्कमा, छ कि छैन भन्नुहोस् ल। छैन। ल किन छैन तपाईँको? ल जीबी राई र उहाँको नाममा पक्कै त खाता छ। तपाईँले त्यो शेयरधानी कसरी हुन्छ प्रमाणै हेर्नु भएको कसरी हुन्छ भने बालेन म्यानेजर हो क्या, रवि म्यानेजर मात्रै होइन, शेयरधानी पनि हो। म्यानेजर रवि म्यानेजर हो, साहु अर्को छ। अनि राम्रो भयो 15% शेयरधानी साहु होइन उसो भए होइन, स्पष्ट भन्नु। शेयरलाई खै साहु भनिन्न, जो ओनर छ नि त्यसलाई साहु भनिन्छ। अनि राम्रो भयो चाहिँ ओनरले जुन ठुलो मेन लगानी गरी सब बनाउने ओनरले खाने, ऊ राम्रो भयो, नराम्रो भयो चाहिँ त्यो म्यानेजरलाई सबै बिगारेको थाप्लो उसले हालिदिने। अहिले केपीले देशमा राम्रो भइदिएको केही भइदियो, केपीले चाहिँ म हुँ भन्ने। अब केही भएन भने केपीले चाहिँ गृहमन्त्रीलाई अनि कसलाई के अरे चिफलाई हाम्रो के अरे दिने हाम्रो गृहमन्त्री रमेश लेखक भन्नु, चिफ हाम्रो के पुलिसको खापुङ। अनि अब राम्रो भइदिएपछि चाहिँ केपीले म हुँ भन्ने। अब चाहिँ गृहमन्त्रीलाई अब चाहिँ देशमा यस्तो भइसकेपछि अब चाहिँ गृहमन्त्रीलाई अनि उसलाई के अरे जीबी राई त यसै पर्यो, छवि पनि त्यसै पर्यो। त्यसै छवि रानीले प्रश्न भनेको छ नि तपाईँको सबभन्दा मुख्य मतियार भनेको धेरै कुरा नबुझ्नुहोस्, थोरै बुझ्नुहोस्। रविलाई पाएको भए, रविलाई भएको भए रविलाई हालिदिन्थ्यो। तपाईँलाई किन भन्दैछु, रविलाई त्यही हाल्न नसक्यो भने जनताले के बुझ्यो, राजनीतिक प्रतिशोधमा जनताले बुझे। जति अहिले भोट आयो एमाले सक्यो, नेपाली काङ्ग्रेस सक्यो, किन भनेपछि अरू पार्टी किन सक्यो भन्दा रविलाई आज किन जनताले राष्ट्रपाले माया गरे भन्दा रवि घन्टी बालेन मात्रै बालेन आएर के सपोर्ट भएको रवि पहिला घन्टीको रवि विश्वासको कारणले गर्दा यतिखेर तपाईँको। अनि अर्को किन त्यसरी हाल्यो भन्दा तपाईँले झापामै सुन्नुभयो होला बालेनलाई। मैले बालेनको माइन ह्यान्डल गरेर ड्राइभर रविलाई किन भनिरहेको छु भन्दा सुन्नुहोस् तपाईँ, यस्ता कुरा इम्पोर्टेन्ट कुरा मजाले खिच्नुहोस्, सुन्नुहोस्, थोरै सुन्नुहोस्, तपाईँले धैर्य गरेर सुन्नुहोस् है। किन भनिरहेको छु भन्दा मैले झापामा मैले समय सञ्जाल त अपडेट भइरहेको छु नि त। झापामा 2-3 ठाउँ बालेनलाई के भनिरहेको छ भन्दा बालेनको हामी चिन्दैनौँ होइन, यसपालि भोट घन्टीमा म एमाले हो, म नेपालमा त भोट घन्टीमा। किन भन्दा एउटा व्यक्तिलाई कसैको घरमा खरबौँ पैसा जल्ने त्यसलाई इआई भन्ने हो, यही सक्यो केपी, खरबौँ पैसा जल्ने इआई भन्ने। अनि एउटा व्यक्तिलाई कहिले भित्र हाल्ने, नेपाल अधिराज्यहरू घुमाउने, तर त्यसलाई वास्तविक जेल हाल्न पनि नसक्ने, फेरि निक्ले फेरि हाल्ने। अनि यो राजनीतिक प्रतिशोध गरेर कोही व्यक्तिलाई दुःख दिएको छ, आफूहरू बाँच्नलाई, आफू राम्रो हुनलाई। र यसपालि घन्टी रविलाई हो, घन्टीलाई हो भोट हाम्रो। हामी बालेन चिन्दैनौँ हामी, किन भन्दा रविलाई राजनीतिक प्रतिशोध भएकै छ, हामी सबै जनताले देखेकै हो। त्यो कारणले हामी यसपालि रविलाई चान्स दिने हो, घन्टीलाई चान्स दिने, रविलाई हाल्ने हो। सेन्टिमेन्ट भोट आयो तपाईँको भनाइअनुसार। सेन्टिमेन्ट भोट, अरू भोट पनि आयो, सेन्टिमेन्ट जनताले त्यसरी बुझेका थिए। प्रतिशोध साँधे रविलाई यसलाई नै दिनुपर्छ, यसले केही गर्छ, यसलाई यसो जिताइदिनु त के गर्छ, यसलाई कति घुमाएको त्यसलाई। दिनेशजी तपाईँको उहाँको टेस्टेड अलरेडी मैले भनिसकेको छँदैछ होइन, पहिला पनि उहाँले बोलेको कुराहरू कति पुरा गर्नुभयो त्यो पनि त अवस्था राख्ला। बोलेको कुरा यस्तो हुन्छ, बोलेको कुरा तपाईँको घरमा तपाईँ बाबु हुनुहुन्छ, तपाईँ 2जना छोरा पुऱ्याउनु, तपाईँ अर्को सवाल छुट्टै माग्यो, कसलाई पुऱ्याउनुहुन्छ तपाईँ?
टाइम लाग्छ। ए घोषणापत्र अब अलपत्र पढ्ने भयो होइन तपाईँको भने अलपत्र पर्दैन। तपाईँको आजको भोलि काम गर्न दिनु न, काम गर्ने ठाउँ पाउनु पर्यो, दिनु पर्यो होइन। समय लाग्ला तपाईँ आजको भोलि कायपलट हुन्छ। अनि प्रचण्डले के गर्यो त अहिले त्यत्रो देशमा तपाईँ अरूले गरेको कुरा छोड्नु न, जनताले त नयाँलाई विश्वास गरेछ नि। 20 वर्ष पुरानोसँगै तुलना गर्ने भन्दा नयाँ चुनेको त्यो 20 वर्ष टाइम त चाहियो नि त उसलाई पनि गर्नलाई। 20 वर्ष टाइम चाहियो 5 वर्ष काफी छैन। प्रचण्डलाई त अहिलेसम्म कोही आएको थियो माओवादीले त माओवादी आउँदाखेरि अहिलेसम्म 20 वर्षसम्म त आयो नि त। अब 20 वर्षमा त्यसलाई दिउँ न समय, त 20 वर्षसम्मै गर्न। अब 5 वर्षमा कति गर्छ, अर्को 5 वर्षमा कति गर्छ, 25% गर्ला 5 वर्षमा, 50% अर्को वर्ष गर्ला, 20 वर्ष टाइम लाग्छ। उतिर हुन्छ र हुँदैन नि। जनताले मजाले उल्लु बनाउनु भएको छ होइन। तपाईँले घरमा चामल लिएर तपाईँ खानालाई पेटमा हाल्नलाई टाइम कति लाग्छ हुन्छ? एउटा त्यो सिम्पल कुरा। सुन्नुहोस्, पहिला चामल लिनु पर्यो। हिजोको दिनमा जनमत थिएन, द्वितीय बहुमत थिएन, आज त स्पष्ट बहुमत आएको छ नि सर। त्यस्तो हावा कुरा नगर्नु। आजको आजै हुन्छ, तपाईँले हेर्नु भएको छ गरेको छैन? तपाईँले बुझ्नु, रविलाई पहिला गरेन भन्छन्। रविले किन नगरे हो? रविले गरेरै त रविले त्यति गर्न पाएको भए, यो जनमत रविको भइदिएको भए रविले त्यतिखेर सबैलाई हालिसक्थ्यो। रविको पावर थिएन, पावर कम थियो। अनि रविले अब हाल्ने भयो जाने भयो भनेर रविले त्यो तयार गरिसकेपछि खोल्न थाल्यो। रविलाई ढ्याक्कै हालेर अनि सरकार ढालेर अनि रविलाई भित्र हाल्यो। तपाईँ आर्जु भाउजू, आर्जु काकी जो मान्छे यहाँबाट रविले हाल्छ भनेर के भुटान सधैँ के उसमा के अरे त्यो भागेर लुक्न गएको मान्छे अनि कस्तो देश के अरे सत्ता पल्टाइदिएर जो भागेको जेल हाल्न पर्ने पक्राउ पुलिसले काटे मान्छे आएर रक्षा मन्त्री भइदियो, अनि परराष्ट्र मन्त्री भइदियो। जुन मान्छे हाल्न खोज्यो गृह मन्त्री थियो उसलाई लिएर हालिदियो। देशको कानुन, देशको पहिलाको कुरा त्यो भएको होइन। अनि रविजी पनि कुनै बेला त तम शरणम गर्न जानु भएको थियो नि त उहाँसँग होइन र भने साटगाट गर्नको लागि। तम शरणम भन्ने कुरा हुँदैन, साटगाट गर्ने भन्ने कुरा होइन क्या। त्यो अग्रजहरूसित अग्रजले कसरी चलाइरहेछन्, कसरी चलाउने, अब के कुरा छ। अब तपाईँको मैले भन्छु केही कुराहरू त अगाडि भइसकेपछि खबरदारी सरसल्लाह जाँदैमा सँगै बसेर चिया खाँदैमा टेबलमा खाँदैमा त्यो साटगाट हुँदैन। केही कुरा ती चिया खाएर त्यो मिडियामा आएर कराएर त्यो साला लाखौँ जनताको बिचमा भाषण गरेर म यो गर्छु भन्ने कुरा मात्रै हुँदैन। भने सरसल्लाह गर्न पाइयो, मजाले त्यो गर्न पाइयो। खबरदारी सरसल्लाह पनि हुन्छ। खबरदारी गर्न र कसरी जाने त तपाईँले गलत गर्दै हुन्छ, हामी यिनीसँग यसरी गरौँ भन्ने कुरा हुनसक्छ। तपाईँ हामी जहाँ भेट्न बित्तिकै सँगै चिया खाँदै साँठगाँठ गर्नु। आम मिडिया मान्छे तपाईँको त्यहाँ डिले गर्न गएको भन्ने कुरा आएछ नि त, तपाईँको डिले गर्न गएको भन्ने कुरा आएछ। अहिले हेर्नुहोस्, अहिलेको कुरा मिडिया यति बेकुब छन्। मिडियाहरू पनि तपाईँहरू मिडिया हो, यति बेकुब छन्। अहिले अब भर्खर जित्या छ, आएको छ लिएर रविलाई बालनलाई गृहमन्त्री नदिने भइसक्यो, उसलाई पनि ल्याएको छ, उसलाई दिने कि नदिने भन्छ। अब के सोधे? अब तपाईँले 100 चोटि सोद्धाखेरि अब एउटा कुरा के छ भने अब राजु पाण्डेलाई त्यस्तै बाहिर बनाएको छ कि ढकाल भन्नेलाई त्यस्तै बाहिर बनाइरहेछ। अब जब ढकालले त्यो हुन सक्छ न। हाम्रो पार्टीको कुरा मैले अहिले ग्यारेन्टी हो भन्न सक्दिनँ। पार्टीको कुरा सरसल्लाह पनि हुन्छ। त्यो तपाईँले भनेपछि तपाईँको भने त्यस्तो होइन। मेरो कुरा तपाईँले प्रत्यक्ष सुन्नुहोस् कि त्यो तपाईँले एकजना तपाईँले क्वेसन गर्दाखेरि उसले त्यति भन्न त पायो नि। अनि त्यसलाई उल्टो सुल्टो बनाइदिएर अब बालनलाई मन्त्री नबनाउने भइसक्यो भनिदिएर अनि तपाईँको अर्को के अरे त्यो राजु पाण्डेले हामीले यसरी लिएको काम के अरे हाम्रो पार्टीले भोलि निर्णय गर्छ हाम्रो बाँकी तपाईँको अनि अब जितेको साल अनि 21 गते 22 गते प्रधानमन्त्री बालेन भनिदिनु पर्ने टाइम छैन। त्यो समय छ, उनीहरूको मिटिङ छैन, उनीहरूलाई सबै गर्नु समय छैन। अनि तपाईँहरू मिडिया जानुहुन्छ क्याङ गर्नु त उसले एउटा शब्द केही बोल्दाखेरि त्यसलाई उल्टो पाल्टो बनाएर तपाईँले त्यसलाई बिगाइदिनुहुन्छ। त्यो भइरहेको देशलाई पनि त भाड्ने त मिडिया नै हो क्या। होइन आफ्नो ढङ्ग छैन, हतार निर्णय गर्ने पछि मिडियाले दोष लगाउने होइन। कुनै मिडिया होला सबै छैन। उनीहरूभित्र मिडियाले के बोल्यो भन्ने कुरा अहिले पनि तपाईँको भित्र उनीहरूको आफ्नो कसरी बालनलाई कहिले प्रधानमन्त्री बनाउने को भन्ने को के भन्ने उनीहरू हामी कसरी देश चलाउने भन्ने उनीहरूको त्यो एउटा हुँदैछ। अब तपाईँहरू मिडिया के गरिदिनु हुन्छ भने बालनलाई प्रधानमन्त्री नदिनु भयो, रविले खाने भयो भनिदिनुहुन्छ ल्याएर के भने हालिदिनुहुन्छ तपाईँहरू। अब उनीहरूको भइरहेको चिज पनि बाहिर जनतालाई गलत भरम फैलाइदिएर उहाँहरूमा विश्वास छैन। उसो भए कस्तो विश्वास? उहाँहरू आफूमा विश्वास छैन। उहाँहरू आफूमा विश्वास छ भने भन्नुहोस् न, आफ्नो लाइनमा जाने हो नि त। तपाईँहरूले यो सञ्चार माध्यममा बाहिर हाल्दाखेरि जनतालाई त अन्धो छ नि त। ए यस्तो भएछ रे, ओए उस्तो भएछ रे
हो त्यही जनता अन्त भएको फाइदा राष्ट्रपतिले उठाए यतिखेर यो स्वीकार्नुहुन्छ नि छैन राष्ट्र केही फाइदा मिडियाले गर्दा नै उठाएको केही होइन फाइदा छैन राष्ट्र सुदूरपश्चिममा किन जितेन त उसो मिडियाले उठाएर जहाँ जहाँ मिडिया पुगेको छ सबै ठाउँमा राष्ट्रपतिको आएको छ बहुमत जहाँ मिडिया पुगेको छैन त्यहाँ आएको छैन सत्य कुरोलाई मात्रै बाहिर लिनुहोस् कसैलाई कसैको घर उजाड दिने कसैको घर भाड दिने त्यो काम नगर्नुहोस् घर भने कसरी फेरि व्यक्तिको भने होइन यो पनि राष्ट्रसभाको पार्टी घर हो नि त त्यहाँभित्र उनीहरूलाई मिडियाले नजायज कुराहरू फैलाइदिँदाखेरि नजायज क्वेसन सोधिँदाखेरि उहाँहरूले कसरी देशमा तपाईँहरू मिडियाको बोल्दिनँ भन्न पाएन मिडियाले कसरी फेस गर्ने त्यो तपाईँको नयाँ जेनेरेसनमा उहाँले पनि त कोच प्रशिक्षण हुनु पर्यो नि तपाईँले मलाई दिनु परेन राष्ट्रसभाको एउटा सदस्य म ल एउटा अहिले उम्मेदवार म एउटा अहिले म जितेको संसदमा आए भर्खर ल तपाईँले मलाई क्वेसन गर्नुभयो बालेनको बारे बालेन प्रधानमन्त्री कहिले हुन्छ अनि कहिले गराउँछ तपाईँले क्वेसन गर्नुभयो अब मेरो एन्सर के हुन्छ थाहा छ पार्टीको निर्णय र पार्टीको हाम्रो मिटिङ हुन बाँकी छ अब पार्टीले कसलाई गराउने कसरी गराउने कहिले हुने भन्ने कुरा पार्टीको निर्णयले हुन्छ मैले भन्न पाएँ नि र तपाईँ त्यसो भने बालेनलाई पहिले प्रधानमन्त्री तोकिसक्यो हो अहिले आएर भनिदिइहाल्नु पर्ने मैले तपाईँलाई आएको भोलिपल्ट जनताले भन्ने कुरा त स्पष्ट हुनु पर्यो नि पारदर्शी भनेकै त्यही हो क्या राष्ट्रसभाभित्र पारदर्शिता देखिएन क्या घरमा सबभन्दा कमी भनेको त्यही घरमा तपाईँले घरमा छ नि घरमा तपाईँको घरमा तपाईँले जो विश्वासिलो पात्र छ नि छोरा ती 4 जना छोरालाई म बारेमा त्यहाँ छु 4 जना विश्वासिलो पात्र जेठालाई तपाईँ सबै जिम्मा दिन्छ भने छैन कि माइललाई हुनसक्छ विश्वासिलो पात्र राम्रो जली गर्छ त्यसलाई दिनुहुन्छ र त्यसमा तपाईँको के छ भने निर्णय पहिला यसलाई दिने भने तपाईँ निर्णय त गर्नु भएको छ पहिला तर पछि आएर अब त्यो सबै के एउटा टेलिभिजन सबै समेट्दाखेरि उसलाई पनि सोध्नु पर्ला आमालाई पनि सोध्नु पर्ला यो सल्लाह गर्न दिन त त्यसलाई दिने अब त्यो दिने समय आएकै छैन अनि तपाईँले पहिले गएर सोध्दै अब जनमत दिइसकिया छ आइसक्यो नि सर अब कति ढिलाइ गर्ने आउने बित्तिकै आज भोलि रविलाई हाल्नु पर्ने बसाइदिइहाल्नु पर्ने काम त धमाधम सुरु गर्ने नि अब किन किन जनमत दिएको होइन सुरु गरिरहेछ काम गरिरहेछ सुरु गरिरहेछ अब आफ्नो तालो मालो मिलाउँदैछ त्यो त समय आफ्नो खेलो मेला मिलाउँदै समय मिडियाले दिँदैन मिडिया के गर्छ भने तालपुरे मिडियाले के भन्न खोज्छ नि मिडियाले बालेनले झापामा जित्यो नि त्यो फुलमाला लाउनु पाएन अनि यता रविलाई सोधिदिने कि बालेन प्रधानमन्त्री कहिले भोलि हो भनी सोधिदिनुहुन्छ त तालपुर 2 घण्टापछि प्रधानमन्त्री सिटमा राखिहाल्यो विजय हुन त राखिहाल्यो स्पष्ट भएको मान्छे भन्दै भइगयो त जनतालाई भन्ने हो नि त होइन सरसल्लाह हुन्छन् कुरा हुन्छ बालेनै प्रधानमन्त्री हुन् सबैलाई थाहा छ त्यहाँभित्र उनीहरूको मिटिङ होला सरसल्लाह कसरी जाने कसरी अगाडि बढ्ने को हुने के हुने र को के हुने बालेन प्रधानभित्र कसरी जाने के त्यहाँ हस्तान्तर होला धेरै कुराहरू होला स्पष्ट रूपमा अदालतबाट उहाँले रवि लामिछाने क्लिन चिट पाउँदैछ क्लिन चिट पाइसकेपछि उहाँले मन्त्री बन्न प्रधानमन्त्री बन्न कसैले रोक्दैन अब हकदाबी उहाँकै हो नि त त्यो तपाईँ यस्तै गलत क्वेसन गर्नुहुन्छ रविले बालेनलाई तपाईँको आफूले क्लिन चिट पाएर डाउट त लिन सक्छ नि त एउटा डाउट लिन पाएन तपाईँ म जस्तै होइन यति तपाईँ सोच्न सक्नुहुन्न तर क्वेसन मात्रै गर्न आउने तपाईँलाई त्यो एन्सर तपाईँमा हुँदैन यति विवेक हुँदैन तपाईँहरू मिडियासित अब त्यो तपाईँ कस्तो कुरा हुन्छ क्वेसन मात्रै गर्ने तपाईँहरू कामै क्वेसन मात्रै गर्ने अनि हामी सजेस्ट पनि गरेर हाम्रो पत्रकारको क्वेसन त अब भनेको तपाईँकोबाट भिजन लिने हो नि त हामीले एन्सर तपाईँहरू त हुँदैन क्वेसन मात्रै गर्ने काम हो तपाईँहरूको त्यो विवेक तपाईँलाई होला नि त अब समय होला र बालेन हो रवि कहिले हुँदैन रवि प्रधानमन्त्री बालेनलाई नआएर हुँदैन रुकाउनुहोस् रवि नै बालेन नै प्रधानमन्त्री हो रविले क्लिन चिट पाउलान् पाए पनि तर ह्यान्डल चाहिँ हिजो जस्तै चुनावमा रविले बालेनलाई ह्यान्डल गरेका थिए रवि मास्टर माइन्डको ड्राइभर रवि भनेको थिए रविजीको एक गुट देखिया छ यतिखेर बालनजीको एक गुट देखिया छ बालनजी तपाईँको कार्यालय केन्द्रीय कार्यालय जाँदै जानु आफ्नो घरबाट कार्यालय चलाउनुहुन्छ आफ्नो घरबाट सबै कार्यकर्ता गलत सोचै गलत गुड होइन गुड पहिल्यै थियो बालेनलाई उसो ल्याएर राष्ट्रसभामा गाब्दा हो नि त बालेनले मेरो एकजना मान्छे ल्याउने पनि ल्याएका हुन् त्यसलाई गुड भन्दैन नि त पुरा गरेन अनि रविको त पहिला अलरेडी रविको थियो नि अब महाधिवेशनमा देखिहाल्छ तपाईँको त स्पष्ट देखिहाल्छ नि अहिले महाधिवेशन हुँदैन रविलाई के अरे सभापति रवि ती 4 नजिकै कसरी त्यो भित्र पार्टीका सदस्यहरूले कसरी रविलाई सभापति हटाउँदैन पनि र बालेनलाई प्रधानमन्त्री एउटा रोक्न कसरी राष्ट्रसभामा एकता छैन एउटै कुरा आउँदैन भन्ने स्पष्ट भइसक्यो रविजीको डिपिजीको अर्को कुरा हुन्छ हेर्नुहोस् कविन्द्रजीको अर्को कुरा आउँछ यतापट्टि बालेनको अर्को आउँछ कुरा हेर्नुहोस् होइन तपाईँहरूको यही कुरामा तपाईँहरू गलत छ क्वेसन मात्रै गर्नु एन्सर तपाईँहरूलाई हुनुपर्ने म बुझ्दैन तपाईँ विज्ञ हुनुहुन्छ त्यसै मिडिया भएको होइन तपाईँहरू खालि क्वेसन गरेर कुरा मान्छेलाई बिगार्नलाई भड्काउनलाई घर भाँडिदिन मात्रै खोज्नुहुन्छ कि तपाईँहरूले स्पष्ट पार्ने तपाईँहरूको काम हो नि त हामी त क्वेसन कसैले के राष्ट्रसभाभित्र हिजो 20औं जना जसको पनि एन्सर त्यही छ तपाईँहरू सोध्नुहुन्छ बालेन प्रधानमन्त्री कहिले बनाउने कहिले हुने बालेन प्रधानमन्त्री हुने नहुने तपाईँहरू सोध्नुहुन्छ हुँदैछ हामीले काम गर्दैछौँ बालेन प्रधानमन्त्री हुने तर अनि यतिखेर त हामीले केपी भन्न मिल्दैन नि त हर्क भन्न मिल्दैन कुलमान भन्न मिलेन टाइम लाग्छ हुँदैछ हाम्रो सबैको अब पार्टीको उसमा सबै कुरा मिटिङ गरेर पार्टीको सबै कसरी जाने भने गरेर त्यहाँदेखि पछि बालेन प्रधानमन्त्री भनेको त अब बालेन प्रधानमन्त्री नदिनु भयो रवि हुने भयो डिबी ढकाल हुने भयो के अर्को राष्ट्र स्वर्णिम वाग्ले हुने भयो कहाँ के भयो र यसले भने कसैले के भने आएनन् त्यो तपाईँहरूको भरम हो जनतालाई तपाईँले मिडियाले दिने भरम हो यो भरम भएर तपाईँहरू भ्यू आउनुलाई भरम हो यो त्यो कसैले के भने मैले तपाईँहरूले खिचाइचुरमा एकदम हेरेर आउँछु हेरिरहेको छु है
तर कुनै पनि त्यहाँ उम्मेदवार के अरे संसदहरूले रविको राष्ट्रसभाको कसैले पनि सबैको एउटै छ, राजु पाण्डेको पनि त्यही छ, ढकालको पनि त्यही छ। तपाईँहरू भन्नुहुन्छ किन प्रधानमन्त्री भएन? हुन्छ, समय छ, आउँदैछ, हुँदैछ, पार्टीले गर्दैछ, हुन्छ, त्यहाँभन्दा के भन्ने त? अलिक राजु ठोक्क गरेर भन्नुभयो नि त, उहाँ 5 वर्षको लागि कम्प्लिटली हो भनेर भन्नुभएको छ। पार्टी ठोक्क गरेर भने त तपाईँहरू के गरिदिनु त्यसलाई उल्टो पाल्टो क्वेसन बनाएर होइन उसले डिबी ढकालले भन्दियो भन्नुहुन्छ, फेरि ल्याएर मिडियामा के हालिदिनुहुन्छ? उहाँलाई थाहा नै छैन भन्नुभयो त, अब त्यो भनेको कुरा राखिदिनु पर्यो नि त। कसरी थाहा हुन्छ त? सभापति छ, त्यो त सिनियरिटी छैन। एउटा राजु पाण्डे उहाँलाई अर्थमन्त्री हुन्छ भन्ने कुरा थाहा हो नि, प्रधानमन्त्री को भन्छ भन्ने थाहा हुँदैन उहाँलाई। प्रधान थाहा छ, थाहा भएर पनि आएर त नहुँदै प्याच बोल्न मिल्दैन। के बस्न पायो छ्याट्ट नबस्नु, के गर्न पाएन गरौँ अनि भन्छन् नि। अब समानुपातिकमा तपाईँको चाहिँ अब भोलि लगभग मिति पनि सकिँदैछ, भोलि बैठक बस्दैछ, आज सारिएको छ, फेरि त्यहाँ पनि भाडभैलो हुने होला होइन? भाडभैलो केही हुँदैन। समानुपातिकमा अब यस्तो छ, पार्टीको सिद्धान्त र पार्टीको कुरा अब भित्र पार्टीभित्र तपाईँको सिद्धान्त तपाईँले पोलेर खानुभयो नि। यहाँ गोलिस्तारवाला कुरा आएको छ, राणाहरूको कुरा आएको छ। सिद्धान्त अनुसार पार्टीमा हाम्रो पार्टीभित्र ल्याइसकेपछि कसैलाई पनि पार्टीमा हामीले जोइन बनाइसकेपछि, पार्टीमा जोइन भइसकेपछि हामीलाई कति सहजता हुन्छ त भोलि? अब पर्सनलाई हाल्ला त त्यो हाम्रो उनीहरूको पार्टीको सिद्धान्तभित्र ल्याएर अब समानुपातिकलाई ल्याएर हाल्दाखेरि तपाईँको त्यो जोड्दाखेरि त्यो मान्छेलाई गराउँदाखेरि को मान्छेले के गर्छ? अब सिट पुगे आएन 2 सिट, अब बाहिरको मान्छेले हाल्दाखेरि ती पार्टीको सिद्धान्त र पार्टीका नियम विपरीत गएर भोलि ल्याउनु त ल्याइयो, जोडियो। भोलि पार्टीका हरेक नियम, पार्टीको आफ्नो सिद्धान्त छ, आफ्नो विचार छ, त्यो विचारमा आउट हुने मान्छेलाई ल्याएर जोडेर भएन। त्यस्तो उनीहरूको मिटिङ हो, त्यो टाइम हुन्छ, लाग्नुपर्छ, टाइम हुनुपर्छ, त्यो टाइम दिनुपर्छ, हामीले समय लगाएर ल्याउनुपर्छ। तपाईँको मैले ठाउँ पाएन छ्याक्क बसेर नहेर नपढाएर बसिदिइहाल्नु त भएन नि त, अनि ल्याउन पाएन ल्याइदिइहाल्ने होइन। समस्या चाङ तपाईँको समस्या घाँटीभन्दा माथि आइसक्यो जनताको। अब हेरेर बस्नु तपाईँहरूलाई हिजोसम्म देश के थियो र? हिजोसम्म देश के थियो? हिजोसम्म समस्या थिएन, देश राम्रो थियो। अब त समस्या नयाँ पनि आनन्दले बस्ने छैन, नयाँ पनि नयाँ मिटिङ मात्रै गरेको। तपाईँले 2 दिनमा सबै संसार सूचना गराइहाल्नु। त्यो भनेको छैन 100 दिन गर्छु भनेर घोषणा गरेको त काउन्टडाउन सुरु भएन त? काउन्टडाउन सुरु गरेर तपाईँले हामीले देखाएको छ नि त, तपाईँले हामीलाई पुरा देखाएर गर्नु। उनीहरूले काम सबै सुरु गरेर फाइनल फिनिसिङ गरेर बनाएर मिडिया तपाईँको मिडिया कोर्डिनेट गरेर मिडियालाई बोलाएर बल्ल भन्ला नि त उनीहरूले। त्यही होइन तपाईँलाई व्यक्ति बालेनले भनिदिनु पर्ने अनि पर्ने के अरे उहाँहरूलाई तपाईँ यतिखेर एक्सक्युज गर्ने छुट चाहिँ छैन राष्ट्रपाललाई। फेरि एक्सक्युज गर्न थाल्नुभयो नि उहाँहरूको नि हालत अहिले जुन पुरानो पार्टीको भएको छ तपाईँ याद राख्नुपर्छ। क्वेसन पनि गर्नुहुन्छ कता बोल्नुहोस्, मेरो सुन्नुहोस्। एक्सक्युज कस्तो हो भने देशमा तपाईँको रवि बालेन के रवि बालेन अथवा राष्ट्रपा सबैलाई समय आएको छ, दिएको छ। तपाईँले भने नि अब तपाईँको हर्क साम्पाङ भनेको बौद्धिक मान्छे पढ लेखा भयो नि, बौद्धिक छैन उसित त्यो बौद्धिकमा हर्क साम्पाङ अब के गर्छ नि म त एउटा भन्छ अबको दिनमा बौद्धिक कसरी छैन? अब त्यो कसरी छैन त? किन छैन मैले भने तर अब संसदले के हुन्छ भने हर्क साम्पाङलाई यिनीहरूले राष्ट्रसभा ल्याउँदा पनि ल्याउँदैन, हाम्रो पार्टीमा हर्कसम्म आउँदा पनि आउँदैन, छुट्टै बस्छ। ऊ टेबल ठटाएर विरोध गरिराख्ने हो जहिले संसदमा। अनि राष्ट्रवादी मान्छेलाई तपाईँले अब विरोध होइन, उसले नचाहिने विरोध पनि गर्छ क्या, नचाहिने कुरा पनि बोल्छ क्या ऊ। म त्यति महेश बस्ने भन्छु, भन्दैन नि त। सेकेन्ड महेश भने अर्को तपाईँले देशको निकासमा के भन्दैछ भने उसले ठोक्छ राष्ट्रसभा अथवा राष्ट्रसभाले गर्छ गर्दैन, चुपलाई बस्छ गर्दैन भन्ने कुरा नि। यो 5 वर्षभित्रमा राष्ट्रसभाले गर्नुपर्ने कुराहरू ठ्याक्क आएबाट त्यो 100% सबै देशै चेन्ज गर्ने होइन। सुरुवात गरेर तपाईँको घरमा चामल लगिदिने होइन, तपाईँको घरमा कोठा जनताको बुझाइ त हिजो त्यो पुराना दलहरूले त्यही बुझाउने अनि भोट लिने जाएर अनि आफूले खाने गरे त भने। तर राष्ट्रसभाले त्यो भनेको छैन। के छ भने देशको भौतिक आधारहरू, भौतिक चिजहरू, देशका संरचनाहरूलाई जस्तै मैले यहाँ गर्नलाई तपाईँ के छ भने मेरो घर सुधार्नलाई है, मेरो घर मैले पहिला श्रीमतीलाई ठाउँमा राख्नुपर्छ, बच्चा के अरे बाबु सरलाई पनि अनुशासनमा राख्नुपर्छ। अनि त्यो सबै कुरा मिल्दै गएपछि पार्टीको नेताहरू अनुशासनमा छैन तपाईँको। तपाईँको चाहिँ भनौँ न शिक्षकलाई उत्तानो पारेर खुट्टामा लट्ठीले हान्नुपर्छ भन्ने खालको कोच आएको छ। केपी चाहिँ अनुशासित हो? खगेन्द्रजीको गाई काटेर खानुपर्छ भन्ने कुराहरू आइरहेको छ। केही नै भन्नु तपाईँ त्यो नदिनुहोस् क्या तपाईँहरू। त्यो तपाईँ मिडिया त्यसै भन्छु त, मिडियाहरूले अब आफै कानुन बनाउने ठाउँमा गएको छ, आफै चाहिँ फेरि यो कारबाही हुनुपर्छ भन्ने। कहिले गाई काटेर खान्छु भने उसले खगेन्द्र सुनेलले कहिले भन्यो? हिजो भन्यो, अस्ति भन्यो। तपाईँ पनि अन्धकारमै हुनुहुन्छ उसो भए? होइन, तपाईँलाई मलाई कहिले पनि अन्धकार कहिले भन्यो भन्नु नि त? जहिले भने पनि कहिले भन्यो, कहाँ बोल्यो देखाउनु ल, तपाईँ देखाउनु त। मिडियामै छ, देखाउनु न मलाई। तपाईँलाई म अफलाइन मितिसहित देखाउनु मलाई, मितिसहित देखाउनुहोस्। त हिजो भन्यो, अस्ति भन्यो, अहिले आएर जे पनि बोल्न पाइयो। त्यो कुरा पाइयो होइन। हतियार दियो भने हामी लडाइँ गर्न तयार छौँ भन्नु भएको छ उहाँले। 10 वर्ष